हेलो नमस्ते। आज चाहिँ हामी सबैजना हाम्रो ठुली भाउजू दाईको घरमा सबजनाको स्याटरडे ग्यादरिङ हुँदैछ। यहाँनिर हुनुहुन्छ यताबाट माइजू, आमा, दिदीहरू, लक्ष्मी दिदी, यमुना दिदी, अनि यहाँ अर्को दिदी किरण दिदी, अनि हाम्रो ठुलो भाउजू येलो कलरमा, अनि हाम्रो ठुल दाई, हाम्रो हरि दाई, अनि प्रेम दाई, अनि उहाँ चाहिँ मेरो बुढा, अनि त्यसपछि यो बोल्ने चाहिँ म। अनि छोरीलाई पनि देखाउनु हो नि त, छोरी चाहिँ सुतिसकिन्। कस्तो छ हेर्नुहोस्, यहाँनिर यति रमाइलो भएको छ, पुरै छोड्नुहोस् होइन। अनि यहाँनिर सिस्ने हिमाल पनि छ। हामी रुकुमको मान्छे भएपछि सिस्ने हिमाल नहुने कुरै भएन। अनि यहाँनिर हुनुहुन्छ हाम्रो शिव पार्वती, एकदम रमाइलो भएको छ है। यता पनि हुनुहुन्छ, यहाँ पछाडिबाट हेर्नुहोस् ल, यहाँ हनुमानजी हुनुहुन्छ। अनि यहाँनिर भक्तपुर दरबार स्क्वायर पाटन हो। अनि यहाँनिर हुनुहुन्छ। अनि तलतिर म देखाउने थिएँ, हाम्रो यहाँ रुकुमको प्रसिद्ध दिग्रे साई कुमारी हुनुहुन्छ। म अहिले देखाउँछु तपाईँहरूलाई है। सबजना एकदम कति खुसी हुनुहुन्छ। पुरै छोड्नुहोस् हेर्नुहोस् यहाँनिर। मेरो बुढा कुनामा लुक्नु भएको है। यहाँनिर भिडियो हेरेर तपाईँहरू रमाइलो गर्नुहोस्। हामी चाहिँ प्रत्यक्ष रमाइलो गरिराखेका छौँ। यहाँनिर आमाले कता ओके भन्दै हुनुहुन्थ्यो। ओके ल त, ओके बाई, फेरि भेटौँला।